नमस्कार दर्शकबिन, पुनः दर्शकबिनलाई मेरो नमस्कार छ। र आज हामी कालापाडको निकै माथि एकजना हाम्रा कलाकार गीतकारलाई लिएर हामी जोडिएका छौँ र एकजना मणिपुरमा एकदम ओझेलमा परेका हाम्रा कलाकार जसका गीतहरू अहिलेसम्म हामीले बिहा पूजा निकै कार्यहरूमा हामीले सुनिने गर्छ, तर उहाँलाई हाम्रो मणिपुर समाजले नचिनेको ले गर्दा हामीले आज उहाँलाई उपस्थित गर्दैछौँ। उहाँसँग केही कुराकानी हामी गर्दैछौँ र दर्शकबिन भिडियोमा बनिरहनु होला अनि उहाँसँग म सानो अन्तर्वार्ता लिनेछु। नमस्कार प्रकाशज्यू, तपाईँलाई नमस्कार। र प्रकाशज्यू, तपाईँले निकै पहिलादेखि नै तपाईँले गानाहरू लेख्नुहुन्थ्यो, अब कलाकार क्षेत्रमा तपाईँ निकै आगे पनि हुनुहुन्थ्यो, एकदम अब सिनियर मोस्ट मणिपुरमा गोर्खाली समाजमा तपाईँ सिनियर मोस्ट एउटा कलाकार हो भन्नु पर्यो। अनि तपाईँले यो कलाकार क्षेत्र चाहिँ कहिलेदेखि सुरु गर्नुभयो अनि यसको मतलब के थियो, यसको हजुरको एम सोचाइ यसको कलाकार क्षेत्र लिएर चाहिँ? हेर्नुहोस्, अब भन्नुपर्दाखेरि मैले गीत लेख्न सुरु गरेको चाहिँ सानैबाट हो। म 10-12 वर्षको उमेरदेखि नै म लेख्न मन लाग्थ्यो मलाई। आसाममा त्यतिखेर म मणिपुरमा जन्मेँ। मणिपुरमा गएर गोर्खा हाई स्कुलमा क्लास 3 सम्म पढेर त्यहाँबाट बुबाले आसाम बसाइ लिएर जानुभयो। अनि गएपछि आसाममा गएपछि मैले आसाममा हाम्रो जुन गाउँ थियो गोडुवा भन्ने, त्यो गाउँमा एकदम राम्रो कीर्तन भजन कीर्तन सङ्गीत संस्कृतको कलाको माहौल थियो। अनि त्यो माहौलमा म पनि पसेर मैले सानैदेखि गीत लेख्न सुरु गरेँ। 2 लाइन 1 लाइन गरेर लेख्न सुरु। सबैभन्दा पहिला लेखेको गीत पनि मलाई अहिले थाहा छ। र त्यसरी आसामबाट सुरु भयो मेरो लेखन। त्यसको बादमा म 1982 मा मणिपुर फेरि आएँ, मेरो जन्मस्थल कालापाडमा आएर यहाँ पनि म आउने बित्तिकै यहाँको क्लबमा यताउतिमा काम गर्न थालेँ। क्लबमा कल्चरल सेक्रेटरीको भार लिएर धेरै वर्ष काम गरेँ। मैले लगभग 20-25 वर्ष कल्चरल सेक्रेटरी गरेँ। अनि कल्चरल सेक्रेटरी गर्दाखेरि मलाई सबैले प्रोत्साहन दिए। गाउँका गण्यमान्य मान्छेहरूले, साथीभाइहरूले सबैले भने कि त राम्रो गाउँछस्, राम्रो लेख्छस् हो, नछोड भनेर भने म त्यसैमा लागेँ। अनि त्यतिखेरदेखि मैले गीतहरू, भैलीको गीतहरू, भजनहरू, भैलीको गीत म वर्षेनी नयाँ बनाउँथेँ। भैलीको गीतहरू बनाएर ट्युन हालेर हामी भैली खेलिन्थ्यो। ती भैलीका गीतहरू अझै पनि गाइरहेछन् सानो नानीहरूले। त त्यसरी मेरो सुरु भयो। त्यसरी गर्दै फिल्म लाइनमा चाहिँ भन्नुहुन्छ भने अब जब मणिपुरमा सङ्ग्राम फिल्म आलोक गौतम, विनोद विष्ट सबैले फिल्म बनाउने भनेर सुरु गर्दाखेरि गीत लेख्न घनश्याम कोइरालाको गीतहरू पनि दिए र मलाई पनि उहाँहरूले त पनि गर भन्दाखेरि मैले त्यसमा पनि सङ्ग्राममा पनि गीत लेखेँ। त्यो पहिलो मेरो फिल्ममा योगदान भनौँ, मौका पाएँ मैले, उहाँहरूले दिनुभएको मौका। र त्यसको बादमा मैले प्रेम प्रतीक्षा फिल्म भयो, प्रेम प्रतीक्षा फिल्म भिडियो फिल्म, त्यसमा 5-6वटा गीत छ, सबै मेरै गीत भयो। मेरो तैँ लेखेको राम्रो हुन्छ भन्दाखेरि मैले लेखेँ, सङ्गीत पनि मैले भरेँ। त्यसको बादमा हजुरको म कसरी भनौँ भने ठुलो पर्दाको फिल्ममा पनि 5-6वटा गीत छन्। ती पनि उदित नारायणहरूले, साधना सरगम, पूर्णिमा नेपालबाट, शर्मिला बर्देवा, आनन्द कार्की, उहाँहरूले गीत गाउनु, उहाँहरू नाम चलेको कलाकारहरू हुनुहुन्छ, उहाँहरूले गाउनुभयो। त्यसको बादमा फेरि गर्दैथ्यौँ, मलाई त्यतै रुचि भयो, त्यतै काम गऱ्यो, फिल्ममा काम गऱ्यो। त्यसको बादमा फेरि म कसरी भनौँ भन्ने फिल्म चाहिँ अब सिपी गिरीको प्रोडक्सनमा काम गऱ्यो। त्यसको बादमा फेरि नेपालमा झमक घिमिरे साहित्यकार झमक घिमिरेको फिल्म बनाउने भनेर, जीवन काँडाकी फुल बनाउने भनेर विनोद विष्टजीले मलाई सल्लाह दिनुभयो। घरैमा आएर जीवन काँडाकी फुलको किताब दिएर मलाई यो किताब पढ्नुहोस् अनि लेख्नुहोस् गीत भनेर। अनि त्यसमा पनि मैले 3टा गीत लेखेँ। अनि त्यसै हुँदै अहिले चाहिँ मेरो अवस्था अलिक बिपी स्ट्रोक भएकोले अलिक बिमारी छु, म लेख्न गर्न छोडेको छु अहिले। र पनि अब राम्रो भएको छ भने बाँचुन्जेल मैले जानेको कला म सेयर गर्छु। र त्यति नै हो अब। र यो तपाईँको अब
कुराहरू हामीले धेरै सुन्यौँ, तपाईँको गीतहरू हामीले पनि सुन्ने गर्थ्यौँ। जस्तो कि म कसरी भनौँको गीतहरू भयो, निकैवटा हामीले सुनिसकेका छौँ। र तपाईँको यता अरू क्षेत्रमा तपाईँको अब कलाकारी क्षेत्रमा पनि तपाईँ धेरै अघि पुग्नुभएको, एकदम सिनियर मोस्ट भन्नु पऱ्यो, त्यो सिनियर मोस्ट कलाकार हुनुहुन्छ मणिपुर क्षेत्रमा, गोर्खा समाजमा। नभएर बाहिर पनि तपाईँ बाहिरको लागि बाहिरको मुभी जस्तै कि अब तपाईँ अहिले भन्नु सिपी गिरीको जीको उहाँको उसमा जीवन काँडाकी फुलसम्म तपाईँले बनाउनु भएको छ। र अहिले मैले भन्नुपर्दाखेरि तपाईँको पहिलो गीत चाहिँ के थियो? पहिलो गीत चाहिँ कुन चाहिँ थियो होला? पहिलो रेकर्डिङ भएको लेखेको? पहिलो लेखेको? हजुर। त्यो त पहिल्यै अब आसाममा हुँदाखेरि त्यतिखेर म 12-13 वर्षको थिएँ होला। हजुर हजुर। हो, अनि हामी त्यसै साथीभाइहरू बेलुका निस्केर यसो बाटामा हामी नाटक गर्ने के गर्ने गर्थ्यौँ। त्यतिखेर अनि एउटा गीत चाहियो, हामी नाटक गर्ने भयौँ। यसै हाम्रै घरको अगाडि याक्सा स्टेज बनाएर दसैँको टाइममा नाटक गर्ने भयौँ। नाटक गर्ने हुँदाखेरि मलाई नि नाटकको कहानी पनि म र एउटा खत्री साथी थियो मेरो, उहाँ भएर नाटकको कहानी लेखेर गीत पनि बनाउनुपर्छ भन्दा मैले एउटा गीत त्यतिखेर फर्स्ट टाइम मैले लेखेको के थियो भने लड्न आँट्यो मूर्ति यो सुखको दिन पर्खिँदा, ढल्न आँट्यो जीवन यो दुःखको दिन सम्झिँदा भन्ने खालको गीत थियो। अहिले मैले पुरा याद पनि छैन, बिर्सेँ। त्यो मैले पहिलो गीत मैले लेखेको। त्यो गीत तपाईँले लेखेर किताबमै छोड्नु भयो? छोड्यो। त्यति छोड्यो नि? किताबमै छोड्यो। त्यो गीतहरू अहिले तपाईँसँग छ त्यो गीतहरू? छैन। अहिले फेरि अब तपाईँले कसैलाई, अब तपाईँहरूको अवस्था यस्तै छ, बिमारी हुनुहुन्छ तपाईँ, र कसैलाई तपाईँले भनेर लेखाएर त्यो गीतहरू रेकर्डिङ गरेर अहिले फेरि हाम्रो मणिपुरको समाज, नेपाली गोर्खा समाजको अगाडि नभएर नेपालको समाजको अगाडि त्यो गानाहरू निकाल्दा कसो होला? हुन्छ निकाल्दा सहयोगले अब सहयोग, अब यसमा विभिन्न खालको सहयोग हुन्छ, त्यो सहयोग लगाएर राम्रो त्यो गीतहरू निकाल्न पाउँदा, पुरानो गीतहरू तपाईँले लेख्नुभएको सुनिसकेको तपाईँको गीतहरू एकदम यहाँले चलिसकेको मणिपुरमा निकै चलेको गीतहरू अहिले नेपालतिर पनि बज्छ, त्यो बाहिर देश विदेशमा पनि बज्ने गर्छ। अनि त्यो गीतहरू निकाल्दा पनि सायद राम्रै होला भन्ने हुन्छ, गर्दा हुन्छ। र यति भन्दै अब तपाईँलाई यो आउँदै गरेको कलाकारहरू जस्तै कि मणिपुरमा जग्गा छैन, अब कलाकार क्षेत्रको उसमा सबै अब यसको प्लेटफर्मै बनिएको छैन हाम्रो कलाको लागि, र यी सबै ओझेलमा परेका हाम्रा कलाकारहरूलाई चाहिँ तपाईँ चाहिँ के सल्लाह दिन चाहनुहुन्छ कलाकार क्षेत्रमा मतलब इन्ट्रेस्ट हुनेलाई चाहिँ? अब कला भनेको चिज एउटा साधना हो। हजुर। साधना जस्तो चिज हो, त्यसलाई गर्छु भनेर मात्रै हुँदैन, समय दिनुपर्छ। अब बेला आफै, अब म राति गीत लेख्दाखेरि त्यतिखेरको जमानामा पहिला लाइट थिएन, बत्ती बालेर केरोसिनको बत्ती बालेर लेख्दा आउँदैन थियो, जबरजस्ती गर्थेँ। ट्युन कम्पोज गर्दा पनि त्यसै गर्थेँ। अनि बत्तीमा तेल सकिन्थ्यो, तेल फेरि हालेर रातभरि बस्थेँ म। अनि मणिपुर संस्कृति सुरक्षा परिषदमा पनि कल्चर सेक्रेटरी गरेँ, र गाउँमा पनि म बाल विकास केन्द्र अहिले पनि चल्दैछ। गाउँमा पनि साना नानीहरूलाई म सङ्गीतको बारेमा सिकाउँदैछु। अहिले पनि नसके सन्डे क्लास हुन्छ, तपाईँहरू एक दिन आउनुहोस्। सङ्गीतको लागि संस्कारको लागि संस्कारशाला भनेर विश्व हिन्दू परिषदको मार्फतबाट हामीले सुरु गरेको छ। त्यसमा हामी केटाकेटीहरूलाई योगा सिकाउँछौँ, संस्कार सिकाउँछौँ। तपाईँको अब हामीहरूले संस्कार, हामीहरूको हिन्दू धर्मको संस्कार, जस्तै हामीले बिहान उठेर के गर्ने, बाबुआमालाई कसरी सम्मान गर्ने, ठुला बडाहरूलाई कसरी सम्मान गर्ने, र बिहान उठेर मुख धुने के गर्ने, कसरी के गर्ने भन्ने नानीहरूलाई हामी सिकाउँछौँ अहिले पनि। र अझै पनि म सङ्गीत मेरो हृदयमा छ। मेरो जबसम्म मेरो भाग्य चल्छ, मैले जानेका कुराहरू म अहिले त अब नयाँ टेक्निकलहरू निस्किँदैछ। अब पहिला त हामीहरूको के थियो भने गीत सङ्गीत यतिकै हावामा गाइन्थ्यो होइन, अहिले त धेरै सुविधा छ। र त्यस कारणले म सबैलाई, नानी आजका जेनेरेसन नानी भाइ बहिनीहरूलाई म यो भन्छु कि सङ्गीत भनेको साधना हो। त्यसै गाउँछु भनेर हुँदैन, त्यसै नाच्छु भनेर हुँदैन, त्यसमा मेहनत गर्नुपर्छ, लगन गर्नुपर्छ, त्यसै हुँदैन। तर लगन गर्दा केही ठुलो कुरो चाहिँ होइन, फेरि
हो ठुलो कुरो चाहिँ होइन है ढुक्कै त्यसमा 24 घन्टा दिनु पर्दैन आफूले मनमा राखेर ध्यान दिएर म यो काम गर्छु म गीतकार हुन्छु म सङ्गीतकार हुन्छु भनेर गर्दाखेरि हुने कुरा हो सजिलो कुरा हो दुःख चाहिँ गर्नै पर्छ अलिकति अब आफ्नो तर्फबाट आफ्नो जे हामीले गर्न सकिने चिज हामीले एफोर्ट गर्नु पर्यो त्यसमा यस्तो नि भाइ अब दुःख चाहिँ अब मैले गरेका दुःख तपाईँलाई म भन्छु ल फिल्मको गीतको सङ्गीतको बारेमा मैले कतिवटा नोकरी छोडेँ प्राइभेट नोकरीहरू अब प्राइभेट नोकरीमा छुट्टी पाइदिन्थ्यो छुट्टी नपाएपछि 1 हप्ता 10 दिनको छुट्टी पाइन्थ्यो अब केही कार्यक्रम नाटक गर्नु पर्यो फिल्म बनाउनु पर्यो गीत लेख्नु पर्यो भने 1 हप्ताले हुँदैन त्यतिखेर अब फोन थिएन केही थिएन अनि मैले नोकरी कतिवटा नोकरी छोडेँ मैले त्यसरी किन मलाई त्यहाँ सबैले गाली गर्थे मलाई गाउँमा मेरो आमाहरूले गाउँका मान्छेहरूले मलाई यसको काम छैन कुद्छ गीत भनौ क्लब भनौ यता र उता कुद्छ भन्थे नभन्दै अहिले त्यस्तै पनि मैले केही पैसा कमाउन सकिनँ सम्पत्ति कमाउन सकिनँ मैले कामै गरिनँ काम गरेँ पार्ट टाइम बेला काम गरेँ खानु पर्थ्यो गरिब मान्छे म गरेँ तर ढुक्कै मेहनत गरेर एउटै काम मैले केही पनि गर्न सकिनँ र तपाईँले अब तपाईँको कुराहरू एकदम मनमा छुने दुःख लाग्दो भनौँ कलाको क्षेत्रमा तपाईँको एकदम डेडिकेसन एकदम धेरै थियो धेरै दुःख गर्नुभएको रहेछ र तपाईँको यो कलाको क्षेत्रमा चाहिँ तपाईँको अनुभव कस्तो रह्यो यसमा यो क्षेत्रमा कलाको क्षेत्रमा तपाईँको अनुभव चाहिँ अनुभव हेर्नु कला भनेको चिज अब कला भन्ने चिज कस्तो हो भने आफूलाई चित्त बुझेर मात्रै हुँदैन अरूको चित्त बुझाउन सक्नुपर्छ जति पनि गीत गाइन्छ नाचिन्छ जे पनि गरिन्छ आफ्नो लागि होइन अर्कालाई रमाउनको लागि अर्कालाई खुसी बनाउनको लागि अनि यति राम्रो चिज हो हैन कति राम्रो चिज हो भने कला भन्ने चिज आफूले गाएर लाखौँ हजारौँ मान्छेले सुन्छन् र उनीहरू चित्त बुझाउँछन् कति राम्रो आनन्द लिन्छन् भने त्यस्तो चिज हो एउटा देन हो ईश्वरको देन ईश्वरीय देन हो त्यो कसैले म कलाकार हुन्छु भनेर हुँदैन तर ईश्वरीय देन भन्ने फेरि कस्तो हुन्छ भने म चाहिँ कस्तो लाग्छ भने मेरो जीवनमा ईश्वरले त दिएको छ तर खोजेन भने त हुँदैन नि होइन मलाई नाच्न कला दिएको छ मलाई गाउन कला दिएको छ भने मैले खोज्नुपर्छ नि त खोजेन भने त हुँदैन नि र खोज्नुपर्छ मलाई के नाच्न कला दिएको भगवान्ले कसैलाई छोडेको छैन कि ईश्वरले सबैलाई एउटा न एउटा कला दिएको छ तर हामीले त्यो बुझ्नुपर्छ त्यो चिन्नुपर्छ र हामीले त्यसैमा लगन गर्नुपर्छ तर म एउटा भाइले भन्नुभयो कि कला भन्ने यस्तो संसारमा आज सबैभन्दा ठुलो संसारमा कलाभन्दा ठुलो केही पनि छैन किन गीत सङ्गीत भने आज मात्रै होइन उहिले परम्परा देवी देवताको पालामा पनि अप्सराहरूले गीत गरेर गाउँथे नाच्थे होइन अनि राजा देवताहरूले आनन्द लिन्थे हो भने त्यस्तो चिज हो आज पनि एउटा आज हामी युट्युबरमा हेर्छौँ कसैले कहाँ राम्रो गीत गाएको छ भने कति मान्छेले हामी आनन्द लिएर घरमै बसेर महललाई हेरेर सुन्छौँ आनन्द लिन्छौँ भने त्यस्तो चिज हो कला भने तपाईँको गीतहरूतिर लाँदाखेरि अब यो यस्तो मणिपुरमा डाँडाकाँडामा तपाईँ अब बसोबास छ यहाँ कालापाड भने एकदम प्रख्यात गाउँ मणिपुर समाजको त यहाँ चाहिँ अब तपाईँ राम्रो गीतहरू निकालिसक्नु भएको छ र त्यो एउटा गीत तपाईँले दर्शकहरूलाई अब सुनाइदिनुहोस् न मितको सानो गीतको बोलहरू तपाईँले लेखेको गीतको एउटा कुनै पनि गीत अब धेरैवटा छन् त्यसमा तपाईँको अब पर्दाको फिल्म सिपी गिरिज्यूको प्रोडक्सनमा जुन म कसरी भनौँ भन्ने फिल्म बनेको थियो त्यो फिल्ममा सबैभन्दा ज्यादा प्रचलित भएको गीत चाहिँ अब तपाईँको सिरिरी बतास चल्यो मन्द मन्द बासना भन्ने गीत थियो अनि अब त्यसको पछाडि तपाईँको मलाई साह्रै मेरो अहिलेसम्म अन्तिम भनौँ जीवन काँडाकी फुल नेपालमा झमक घिम्रेको जीवन काँडाकी फुल विनोद विष्टको प्रोडक्सनमा जुन बनिएको थियो त्यसमा एउटा गीत साह्रै मन पराएको छन् दर्शकहरूले र साह्रै राम्रो पनि छ मलाई पनि मन परेको त्यो चाहिँ एउटा कस्तो भने एउटा नानीले पहिला फर्स्ट टाइम क लेख्न सिकेको गीत है मैले क लेख्न जाने भन्ने गीत छ त्यो चाहिँ मलाई पनि जीवनमा म पनि बिर्सिन्न त्यो गीत र त्यो गीतमा अब जुन गौतमले गाएकी छिन् जीवन प्रकाश प्रधान दार्जिलिङका उहाँ हुनुहुन्छ एरेन्जर म्युजिक एरेन्जर त्यसमा गीत मैले लेखेको सङ्गीत पनि मेरै हो अब सङ्गीत भन्नाले सबैले गीत लेख्न सजिलो हो तर सङ्गीत भर्न चाहिँ साह्रो
सङ्गीत भर्न मलाई बहुत साह्रो हुन्थ्यो किन मैले क्लासिकल सिकेको होइन त्यस कारणले गर्दाखेरि म कतिपय गीतहरूको ट्युन कम्पोज गर्दाखेरि यस्तै डाँडा काँडा हेरेर पहाड हेरेर हरियो वनहरू खोला धेरै जस्तो म गीतको ट्युन कम्पोज गर्दा खोलामा जान्थेँ हाम्रो काली खोला छ नजिकै काली खोलामा ढुङ्गामा बसेर मेरो सानो किबोर्ड थियो किबोर्डमा म ट्युन कम्पोज गर्थेँ खोलामा ढुक्कै दिनभरि भात खाएर गएर दिनभरि बसेर ट्युन कम्पोज गर्थेँ र गीत बनाउनुमा अब शब्द चाहिन्छ सङ्गीत चाहिन्छ अनि बाजाहरू चाहिन्छ धेरै चिजले मात्रै गीत बनिएको हुन्छ र सबैभन्दा साह्रो कुरो चाहिँ सङ्गीत भर्न हो स्वर ट्युन कम्पोज गर्न साह्रो हुन्छ र अहिलेसम्म हाम्रो दर्शकबिनहरूले धेरै रुचाएको एउटा गीत सिरिरी बता चले हो त्यो गीतहरू हाम्रो समाजले धेरै रुचाएको छ हजुर र त्यो एकदम चलेर गयो बाहिर निकै चलो र त्यो गीतहरू अलिकति अहिले दर्शकहरूलाई अलिकति गाह्रो नै सुनाइदिनुहोस् न अलिकति अहिले म अब अलिक बिमारी पनि छु र पनि म कोसिस गर्छु है हजुर हजुर सिरिरी बतास चल्यो मन्द मन्द बासना सुनखरी फुल फुलेको देखि हाँस्यो मेरो जोबन हावामा हल्ली हल्ली रुखैको डाली लैबरी लैबरी नाच्यो छम 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 एकदम र दर्शकबिन हामीले उहाँका गीतहरू सुनिसकेका छौँ उहाँको एकदम मिठो बोल उहाँको एकदम उहाँ स्वयं यहाँ आज उहाँ गीत लेखिसकेर उहाँले एकदम उहाँ मतलब मुभीको गानाहरू गीत चलिसकेर आज उहाँले उहाँकै मुखबाट हामीले सुन्न पायौँ यो हामी धेरै ठुलो भाग्यको कुरा हो र दर्शकबिन उहाँको गीतहरू सुनेर तपाईँलाई कस्तो लाग्छ त्यो हाम्रो कमेन्ट बक्समा गएर तपाईँहरू लेख्न नबिर्सिनु होला र अब यो यति मात्रै अन्तिम होइन हाम्रो फेरि पनि अरू भागमा उहाँलाई फेरि हामी लिनेछौँ र यति भन्दै म यहाँको कुराहरूलाई म यतिसम्म पस्किएर आज तपाईँको अगाडि ल्याएको छु फेरि आएको भागमा उहाँलाई फेरि म समेटेर उहाँको कुराहरूलाई म फेरि उयो गर्नेछु अगर तपाईँको अगाडि राख्नेछु र हाम्रो यो अगम फलो गरिदिनु होला फेसबुकमा र सेयर पनि गरिदिनु होला र साथै युट्युबमा पनि हामी छौँ विभिन्न खालको कार्यक्रम लिएर आउनेछौँ र हाम्रो युट्युबलाई पनि सब्सक्राइब गरिदिनुहुन्छ भन्ने धेरै आशा राख्दछु धन्यवाद।